तपाई मासिक 50 युनिट भन्दा बढी विद्युत खपत गर्नुहुन्छ भने तपाईका लागि दुःखद खबर छ, किनभने अब तपाईले बिजुलीको बिल तिर्दा भ्याट थपेर तिर्नु पर्ने छ। तलबमा व्यापक वृद्धि गरेर कर्मचारीलाई खुसी पारेको सरकारले सर्वसाधारण नागरिकका लागि भने निराश बनाएको छ। अब बिजुली बाल्दा पनि कर तिर्नु पर्ने भएको छ। अब विद्युत प्रयोगकर्ताको बिल चढ्ने निश्चित भएको हो। त्यस्तै निजी विद्यालयमा अध्ययन गर्ने र निजीमा उपचार गर्न जानेहरूले पनि बढी रकम तिर्नु पर्ने छ। यसमा पनि सरकारले समता शुल्कको नाममा रकम उठाउने भएको हो। अर्थमन्त्री डाक्टर सोडिङ वाग्लेले सरकारले बिजुलीमा पनि मूल्य अभिवृद्धि कर भ्याट लगाउने निर्णय भएको जानकारी दिए। शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष 2083-84 को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले बिजुलीमा भ्याट लगाउने घोषणा गरेका हुन्। उपभोक्ताले खपत गर्ने बिजुलीमा मासिक 50 युनिट सम्म कुनै कर लाग्ने छैन। त्यसभन्दा माथिको बिजुली खपत गर्दा भ्याट लाग्ने व्यवस्था गरिएको अर्थमन्त्री वाग्लेले बताए। अन्तिम तहको उपभोक्तालाई बिक्री गरिने मासिक 50 युनिट भन्दा बढीको विद्युत खपतमा सहुलियत दरमा मूल्य अभिवृद्धि कर लगाउने व्यवस्था गरेको छु। बजेट मन्तव्यका क्रममा अर्थमन्त्री वाग्लेले जानकारी दिए। यसअघि बिजुलीमा कर लगाउने कुनै व्यवस्था थिएन। अब आगामी वर्षदेखि बिजुली प्रयोग गर्दा पनि कर तिर्नु पर्ने छ। त्यस्तै निजी विद्यालयमा पढ्ने विद्यार्थीहरूले पनि अब सरकारलाई समता शुल्क तिर्नु पर्ने छ। यसमा पनि कति रकम तिर्नु पर्छ खुलाइएको छैन। त्यस्तै निजी अस्पतालमा उपचार गर्न जाने बिरामीहरूले पनि समता शुल्कको नाममा सरकारलाई रकम तिर्नु पर्ने छ। निजी विद्यालय र अस्पतालबाट उठेको रकम दुर्गमको स्वास्थ्य र शिक्षा सुधारमा खर्च गरिने सरकारको दाबी छ। समता शुल्क पनि कति तिर्नु पर्छ खुलाइएको छैन। सरकारले विभिन्न शीर्षकमा कर उठाए पनि अन्यत्र खर्च गर्ने वा खर्च नै नगर्ने गरेको विगतको अभ्यास छ। उदाहरणका लागि प्रदूषण नियन्त्रणका नाममा उठाइएको शुल्क यसमा प्रयोग नै भएको छैन भने बुढी गण्डकी जलाशय युक्त विद्युत परियोजना निर्माणका लागि भन्सार बिन्दुमै इन्धनमा उठाइएको पूर्वाधार कर पनि खर्च भएको छैन। त्यस्तै वैदेशिक रोजगारीमा गएका युवाहरूबाट उठाएको रकम पनि उनीहरूको हितमा खर्च हुन सकेको छैन। यस्ता अनेक शीर्षकमा सरकारले कर असुल्दै आएको छ, जसले गर्दा नागरिकहरू भने मर्कामा पर्दै आएका छन्। उठाइएको रकम सदुपयोग गर्नुको सट्टा भ्रष्टाचार गर्ने र आसेपासे पस्न खर्च हुने गरेको छ।